समयमा हाम्रो एकतामा नै शक्ति छ। मैले बारम्बार जस्तो मैले एउटा चाहिँ पोजिटिभ मैले इक्जाम्पल दिन्छु, यसलाई नेगेटिभ यादव कम्युनिटी हामीभन्दा चाहिँ कम सङ्ख्या छ नि, तर यादव समुदाय यो देशको राष्ट्रपति भइसक्नु हो। अहिलेको चाहिँ सिटिङ उपराष्ट्रपति यादव समुदाय हुन्छ होइन, विभिन्न चाहिँ सरकारमा यादव समुदायको चाहिँ त्यहाँ मन्त्रीमण्डलमा सहभागी हुन्छ, उपस्थिति हुन्छ, तर मुस्लिमको खै त। त्यस कारणले त्यो के छ भने तपाईँ चाहिँ चुनावको बेला हेर्नुहोस्, यादव चाहिँ एकजुट भएर चाहिँ कोही यादव छ भने त्यसलाई जिताइहाल्छ, त्यही मुस्लिम भयो भने चाहिँ अरू खुट्टा तान्ने चाहिँ सुरु हुन्छ। एउटा मुस्लिम अगाडि गइरहेको छ भने कसैले हुन्छ यो मेरो अगाडि त भर्खरको यो चाहिँ छिटो हो होइन, यसलाई चाहिँ अगाडि बढ्नु दिनुहुन्छ, म यत्रो चाहिँ वर्षदेखि म राजनीतिमा मेरो लगानी छ भन्ने त्यो सोचका कारणले हामी चाहिँ पछाडि परेका छौँ। हाम्रो समुदायहरू पछाडि परेको छ, हाम्रो समुदायको अधिकार र मुद्दाहरू पछाडि पर्नु कारण के हो भने केही चाहिँ हाम्रो चाहिँ यो नेगेटिभ सोचको कारणले हो। त्यस कारणले यो सोच परिवर्तन बदलिँदैन भने हाम्रो चाहिँ अवस्था बदलिँदैन। हामी जति ठुल्ठुलो कुरा गरे पनि जबसम्म हाम्रो आफ्नो सोच बदलिँदैन भने अवस्था चाहिँ बदलिँदैन। त्यस कारणले अहिले हेर्नुहोस् जुन चाहिँ अहिलेको समय छ भने नि यत्रो चाहिँ मैले बारम्बार अहिले पनि यो सरकारलाई पनि मैले एक हिसाबले चाहिँ मैले सुझाव दिएँ, दुईचोटि मैले चाहिँ भिडियो पोस्ट गरेर मैले के भने संविधानमा उल्लेख भएको समानुपातिक समावेशीको सिद्धान्त त्यसको मर्म अनुसार चाहिँ सबैले समावेशी भनेको मन्त्रीमण्डल समावेशी हुनुपर्छ। खोइ त मुस्लिम मन्त्री, त्यो मुस्लिम मन्त्री मेरो घरको त होइन, कोही भयो भने होइन, मधेसी मुस्लिम थारू दलित सबै समुदायको छ। आज चाहिँ मुस्लिम समुदायको हिजो पनि दुईवटा मन्त्रीमण्डल चाहिँ विस्तार भयो, तर अहिले पनि मुस्लिम त्यो मुस्लिम चाहिँ आन्दोलन नगरेको हो र जिन्दगीमा मैले भने त बकाएर चाहिँ वीरगञ्जको मुरलीको बिचरा त्यहाँ भाइ आफ्नो साथ दिनुभयो। कयौँ चाहिँ तपाईँको अहिले पनि मुस्लिमहरू त्यहाँ घाइते छन्, हस्पिटलमा छन्, जेन्जी भाइहरू भाइ बहिनीहरू। त्यसको बावजुद पनि हामीलाई हेर्ने दृष्टिकोण सरकारको अथवा चाहिँ कुनै पोलिटिकल पार्टीको त्यति पोजिटिभ चाहिँ छैन। यसको कारण के हो भने हाम्रो चाहिँ युनाइट नभएर जब हामी युनाइट हुन्छौँ सरकारले पनि पार्टीले पनि हामीलाई चाहिँ उतिकै इज्जत र सम्मान दिन्छ। यो हो मेरो कुरा। तपाईँको जवाब यो। अब रह्यो तपाईँको कुरा, अहिले सुरुवातदेखि मैले के भन्छु भने हाम्रो चाहिँ शिक्षा प्रणाली जुन छ दिनी र दुनियावी सँगै जानुपर्छ। यदि हामी चाहिँ खालि दिनीलाई हेर्छौँ अनि दिनी परिसकेपछि बल्ल चाहिँ दुनियावीमा हामी जान्छौँ भने त्यसले चाहिँ हामी पछाडि पर्छ। किनभने बच्चाको के हुन्छ भने जुन चाहिँ सुरुवातीमा उसको जुन माइन्ड क्याचिङ गर्ने उसको जुन क्यापेसिटी हुन्छ त्यो उमेर बढ्दै गयो भने त्यो क्यापेसिटी चाहिँ उसको कम हुन्छ। क्विक उसले जुन लिन्छ नि, जस्तो टिचरले सुरुमा पढाउँदाखेरि अथवा घरमै सानो बच्चालाई हामी चाहिँ बोल्दाखेरि तुरुन्त चाहिँ उसले चाहिँ क्याच गर्छ नि कुरा, तर त्यही उमेर बढ्दै गयो भने त्यो क्यापेसिटी उसको चाहिँ डाउन हुँदै जान्छ। अनि हामी अब सोचौँला ठिक छ 10 वर्ष चाहिँ हामी चाहिँ कुरान हदिस पढाएर चाहिँ त्यसपछि बल्ल चाहिँ हामी चाहिँ मोडर्न स्कुलमा अथवा चाहिँ के अरे सरकारी स्कुलमा अथवा चाहिँ प्राइभेट स्कुलमा राख्छौँ भने त्यसले के हुन्छ भने उसको चाहिँ भविष्य चाहिँ अन्धकार हुन्छ। त्यस कारणले हामी दिनी र दुनियावी सँगै लानुपर्छ। सरकारले यो चाहिँ यसको चाहिँ जुन मैले डिग्रीको पनि कुरा गरेँ ती सबै सँगै छ। यसको लागि हामीले विस्तृत रूपमा चाहिँ मन्त्रीलाई, तपाईँलाई याद हो सायद तपाईँ हुनुहुन्थ्यो कि हुनुहुन्थ्यो, तपाईँ भाइ हुनु, मैले आयोगमा शिक्षा मन्त्रीजीलाई बोलाएर त्यो हामीले एउटा चाहिँ अध्ययन गराएका थियौँ, मदरसाको चाहिँ अध्ययन गराएका थियौँ 7-8 जिल्लाको। त्यो अध्ययनको किताब चाहिँ हामीले चाहिँ त्यो मन्त्रीबाट चाहिँ होइन मन्त्री हाम्रो चाहिँ उहाँ हुनुहुन्थ्यो त्यतिखेर यो के माओवादीको बागलुङको मन्त्री हुनुहुन्छ देवेन्द्र पौडेल हो, उहाँलाई बोलाएर होइन जावलाखेल आयोगमा बोलाएर हामीले चाहिँ त्यो पुस्तक चाहिँ उहाँकै हातबाट चाहिँ विमोचन गराएँ। र त्यतिखेर मैले त्यो प्रश्न राखेँ मन्त्रीजीलाई, मन्त्रीज्यू कहिलेसम्म चाहिँ हाम्रो चाहिँ मदरसामा पढ्ने चाहिँ बच्चाहरूलाई चाहिँ त्यो लालटिनको दियोको उज्यालोमा पढ्ने हो। अहिले पनि धेरै यस्ता ठाउँ छ जुन चाहिँ तपाईँको मदरसामा पढ्ने बच्चाहरूले गोरा उचाएर पढिरहेको अवस्था छ होइन। मदरसा स्कुल होइन विद्यालय भनेको त एउटै हो नि, त्यहाँबाट चाहिँ शिक्षा हासिल गर्ने। इङ्ग्लिसमा तपाईँको स्कुल भन्छ होइन, संस्कृतिमा विद्यालय भनिन्छ, अरबीमा मदरसा भन्छ। तर तिनटाको उद्देश्य के हो त? शिक्षा हासिल गर्ने। अनि चाहिँ तपाईँको मदरसा सरकारी सर हो, अनि त्यही सरकारी स्कुलमा चाहिँ पुरा तपाईँको सेवा सुविधा सहितको चाहिँ होइन फेसिलिटी सहितको चाहिँ त्यहाँ पढाइ हुने। अनि त्यही मदरसामा चाहिँ तपाईँको लाइट पनि नहुने होइन। केही मदरसाहरू छन् एकदम व्यवस्थित, त्यो आफ्नो चाहिँ बलबुतामा हो, सरकारको चाहिँ सहयोग होइन। त्यो सरकारको दायित्व हो। सरकारको मैले भने नि हामी हरेक नागरिकले सरकारलाई ट्याक्स दिन्छौँ भनेपछि हामीले पाउने फेसिलिटी चाहिँ हाम्रो चाहिँ राइट्स छ, हामीले पाउनुपर्छ, त्यो सरकारको दायित्व हो।
त्यो भेदभाव गर्न मिल्दैन। ती कुरामा हामीले चाहिँ पटक पटक त्यो कुरा उठान गरेको छ। त्यो कुरा केही हदसम्म मैले भने अघि पनि केही हदसम्म अगाडि बढेको छ होइन। यो होइन कि हामी जिरोमा छैनौँ, हाम्रो कोसिस त जारी छ। तर हाम्रो एउटा अर्को बाटो के छ भने हामी क्विक चाहिँ रिजल्ट खोज्छौँ। आजको आजै के कुरा भयो भने आजको आजै रिजल्ट खोज्छौँ, त्यसरी हुँदैन। जुन सदियौँदेखि चाहिँ हामीले चाहिँ एउटा चाहिँ सुविधाबाट वञ्चित गरिएछ भने आजको आज चाहिँ मानौँ कोही मन्त्री भइहाल्यो, कोही चाहिँ तपाईँ अध्यक्ष भइहाल्यो भने आजको आज त्यो चाहिँ सुविधा हामीले चाहिँ पाउँदैनौँ। किनभने अलिकति समय लाग्छ, तर सिस्टममा हामी लगिसकेका छौँ। इन्साल्लाह छिटोभन्दा छिटो पाउने चिजहरू जस्तै निजामती सर्टिफिकेट पास हुने बित्तिकै हरेक सेक्टरमा तपाईँले अहिले जुन 5% हाम्रो छ, चाहे त्यो पुलिस आर्मी होइन, निजामतीको लोकसेवाको भ्याकेन्सी बोल्दाखेरि होइन, तपाईँको इन्जिनियर डक्टर जेमा पनि 100मा 5 जना मुस्लिम अनिवार्य चाहिँ त्यो चाहिँ क्लस्टरको बमोजिम चाहिँ पाउँछ। यो एउटा ठुलो हाम्रो उपलब्धि हो नि। मानौँ तपाईँको हरेक वर्ष चाहिँ इन्सपेक्टरको भ्याकेन्सी खुल्छ, हरेक वर्ष 5वटा चाहिँ मुस्लिम इन्सपेक्टर हुँदै गयो भने तपाईँको 10 वर्षमा कति भयो? त्यो हाम्रो उपलब्धि भनेको त्यो हामीले चाहिँ एउटा प्राप्ति गरेको कि हामीले अधिकार भनेको जुन चाहिँ क्लस्टर पाउनु भनेको त्यो क्लस्टर बमोजिम पाउने सुविधा सबै हामी चाहिँ पाउँछौँ। इन्शाल्लाह अलिकति समय लाग्ला, 2-4 महिनामा चाहिँ अब नयाँ के अरे यो चुनाव भइसकेपछि होइन, चुनाव भएपछि तपाईँको के भन्छ अब सदन खुलिहाल्छ, खुलेपछि चाहिँ तपाईँको त्यो पास भइहाल्छ। अर्को कुरा के छ भने हामीमा चेतना कमी पनि छ। जस्तो अहिलेको समयमा भनौँ न, त्यत्रो मुस्लिमको 5% सरकारीको हिसाबले गरेर 15 लाख भयो, तर आज एउटा पनि निर्वाचित चाहिँ तपाईँको मुस्लिम सांसद छैन। कि हामीमा कमी होइन? त्यो हाम्रो कमी होइन, एउटा पनि छैन। कारण के भने हामी एकअर्कालाई स्वीकार गर्दैनौँ, एकअर्कालाई हामीले चाहिँ विश्वास गर्दैनौँ। हामी आफ्नो भाइ दाइलाई चाहिँ एक हात उठाएर हामी सलाम गर्दैनौँ, तर चाहिँ त्यहाँ गएरलाई चाहिँ हामी चाहिँ लम्बछार भनेर हजुर माइबा भनेर जाने भन्छौँ। यो हाम्रो चाहिँ कमी कमजोरी हो, यसलाई हामी सुधार्नुपर्छ। त्यस कारणले यो सबै विषयमा अझ बृहत छलफल गरेर यदि साँच्चै नै ठुलो अधिकार हामीले चाहिँ प्राप्ति गर्ने हो भने सबै एक ठाउँमा आउनुपर्छ। एक ढिका भएर एउटा विचारहरूले अगाडि बढ्यो भने इन्शाल्लाह आउने अब हामी यो नसोचौँ कि हामीले धेरै पाइसक्यौँ, हाम्रो पछिको भविष्यले धेरै दुःख पाउनेछन् यदि अझ पनि हामी सचेत भएनौँ भने। किन अहिलेको जमाना र पहिलेको धेरै फरक छ, यो पनि म क्लियर पार्छु। पहिला हामी सङ्घर्ष गरेर यहाँसम्म आएछौँ, अहिलेको बच्चाहरू त्यो सङ्घर्षको सामना गर्नु परेको छैन। अहिले नेटको जमाना छ, मोबाइलको जमाना छ, कुनै सङ्घर्ष के हो थाहा हुँदैन। त्यस कारणले अहिले हामीले उनीहरूको लागि केही गरेन भने भोलि उनीहरूको भविष्य अन्धकार हुन्छ। त्यस कारणले आफ्नोलाई होइन अब आउने हाम्रो पिँढीको लागि पनि सोच्नुपर्ने जरुरी छ। धन्यवाद, शुक्रिया।